यो काभ्रे पूर्वाञ्चल जिल्लाको क्षेत्र नम्बर 2 अन्तर्गत पाँचखल नगरपालिकामा 18वटा मतदान स्थल जसमा 38वटा मतदान केन्द्र रहेको छ। अहिलेसम्मको बिहान 7 बजेदेखि अहिले 10 बजेसम्मको चाहिँ तथ्याङ्क अनुसार 5736 मत खसिसकेको अवस्था छ र अहिलेसम्मको पेरिफेरीमा हेर्दाखेरि सुरक्षाको दृष्टिकोणले यो पाँचखल नगरपालिकामा चाहिँ एकदम शान्तपूर्वक भएर तवरबाट शान्तपूर्वक चाहिँ नि मतदान चाहिँ भइरहेको अवस्था छ र मतदाताहरू पनि एकदम उत्साहजनक तवरबाट ऐतिहासिक चुनावलाई चाहिँ नि सफलीभूत पूर्वक चाहिँ सम्पन्न गर्नको लागि उहाँहरू उत्साहजनक हिसाबले चाहिँ नि आफ्नो मताधिकारलाई चाहिँ नि प्रयोग गरी मतदान गर्नको लागि उहाँहरू आइरहनु भएको छ। समग्रमा पाँचखलको चाहिँ यो चुनावी यो सन्दर्भमा सुरक्षाको हिसाबले एकदमै सामान्य रहेको अवस्था छ।